हेलो एभ्रिवान है। आज फेरि पनि म कहाँ आएको छु भने म चरीकोटको टिप परेको थियो। चरीकोटको टिप लिएर आएको छु है। आज चरीकोटबाट टिप लिएर आएर चाहिँ अब चाहिँ खाली भइसक्यो। खाली भएर चाहिँ म फर्किनु पनि लागिरहेको छु होइन। सिन्धुली फर्किनु लागिरहेको छु। अब चाहिँ यहाँ सुन्तला चरीकोटमा एकदम हारालोस छ है। हारालोस हेर्नु न, सुन्तला लिनेको लागि एकदम हारालोस भइरहेछ है चरीकोट बजारमा। हारालोस सुन्तला पनि किनेको ल। अब चरीकोटको दृश्य यही हो चरीकोटको है। बसहरू चट्ट लागिरहेको अवस्था पनि छ। यतातिर पनि कता जिरीतिर है काठमाडौँ जाने गाडीहरू चट्ट लगाइरहेछ। यही हो है चरीकोट बजार चाहिँ है गाइज। ल चरीकोट बजारहरू होइन चट्ट लगाएर अब चाहिँ हामी सिन्धुली तर्फ लागेको गाई। चरीकोट बजारबाट चाहिँ अब हामी सिन्धुली तर्फ हिँडेको है। हेर्नु है चरीकोट बजार चाहिँ यस्तो रमाइलो गाडीहरू राम्रो रहेछ कि गाडीहरू चट्ट हेर्नु त राम्रो। मलाई चाहिँ एकदम फर्स्टचोटि आएको भएर होला एकदम राम्रो लागिरहेको छ होइन। रमाइलो पनि भइरहेको छ। गाडीहरूको एकदम भिडभाड छ होइन। गाडीको नि एकदम भिड। मैले बरु उसमा नि यतिको देखाइदिएन होला हो होइन सिन्धुलीमा। यस्तो रमाइलो लाग्यो मलाई चाहिँ मन पर्यो होइन। हजुरहरूलाई चाहिँ के कस्तो लाग्छ भन्नु होला। हाम्रो ड्राइभर दाइलाई कस्तो लाग्यो भन्नु त। एकदम राम्रो लाग्यो। एकदम राम्रो चरीकोट बजारमा है एकदम गाडीहरू पनि त्यत्तिकै मान्छेको नि भिडभाड त्यत्तिकै रहेछ। एकदम राम्रो रहेछ यहाँ। रमाइलो रहेछ होइन। हजुरहरूलाई मनपर्छ भने आउनु होला घुम्नलाई। हजुरहरू पनि सबैजना होइन भन्न चाहन्छु म चाहिँ। मलाई चाहिँ मन पर्यो एकदम रमाइलो लाग्यो होइन। मलाई चाहिँ हजुरहरूलाई पनि मन पर्ने छ आउनु होला घुम्नलाई चरीकोट बजार। चरीकोट बजार लागेको अब हामी चाहिँ सिन्धुली लागेको। अब सिन्धुली तर्फ होइन। हेर कोदो होइन यो भुइँमा उगाउने कोदो। यस्तो भुइँमा नि कोदो छ हेर। भाले त्यहाँ कुखुरा मजाले कोदोमा सुतेको। कति हाँस्नु हो त होइन। भन्दै थियो क्या अघि बिहान पनि एउटा दाइले होइन तपाईँलाई तलबाट चाहिँ नजिक पर्थ्यो भन्दै हुनुहुन्थ्यो होइन। तर हामीलाई तलको बाटो थाहा भएन। बिहान पनि हामी यही बाटो आएको भएर होइन। अहिले पनि यही बाटो आएको। तर अहिले चाहिँ हाम्रो ट्राफिक सरहरूको सामान लानु परेको भएर होइन यो माथिबाट पनि आएको। सामान पनि हालिसक्नुभयो सरहरूले अनि गाडीमा होइन। पछाडि लिएर हिँडेको हामी सर र अब सिन्धुली आछु। कति चिसो हावा आएको छ फेरि। यस्तो गाडा अनुहारै गालै चिसो हुने गरेर हावा आएको छ क्या फेरि। हेर्नु चरीकोट बजारको घर हेर्नु आमा यस्तो दामी छ कि यस्तो दामी। मलाई त्यस्तो डेन्जर मन पर्यो होइन। हजुरहरूलाई कस्तो लाग्छ भन्नु। मलाई चाहिँ एकदम रमाइलो पनि भइरहेको छ होइन। हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ भन्नु होला होइन। कमेन्ट गर्नु होला होइन मन परेमा हजुरहरूले धेरै। हिउँ खेल्नु मन लाग्छ मलाई। यस्तो दामी आएको छ कि होइन। मलाई त कस्तो डेन्जर मन पर्छ चरीकोट बजार होइन। हामी देखिरहेको छ है हिमाल पनि है। देख्न सक्नुहुन्छ हिमालको दृश्य यो चाहिँ है। दामी दामी तल गाउँ पनि त्यस्तै दामी रहेछ है गाउँहरू पनि।
चाहिँ हामी ठ्याक्क लाएर कहाँ आइपुग्यो भने चरीकोट भन्दा अलिकति मुनि आइपुगेछ। यहाँ मुनि आइपुग्दा चाहिँ यहाँबाट चाहिँ मैले चाहिँ अब हामी जाने बाटो चाहिँ मैले देखाउन लाएर चाहिँ कताबाट भने ठ्याक्क देख्न सक्नुहुन्छ। यसो हुँदै होइन वहाँ तल देखिरहेछ नि त्यो कोसी छ नि, ठ्याक्क त्यो दुध कोसी हुँदै हामी चाहिँ होइन त्यो हुँदै जानुपर्ने हुन्छ। त्यो हुँदै जानुपर्छ सिन्धुली जाँदा चाहिँ यता देखिरहनु भएको छ नि, यता जाने चाहिँ यो चाहिँ जिरी हो है। यो देखिरहेको छ नि यो तलको बाटो जस्तो त्यो चाहिँ जिरी जाने बाटो हो है। ठ्याक्कै जिरी जाने यता पर्छ जिरी जानुपर्ने चाहिँ है। हामी जानुपर्ने चाहिँ ठ्याक्कै यता सिन्धुलीतर्फ चाहिँ हामी चाहिँ ठ्याक्कै सिन्धुलीतर्फ। यहाँ देख्न सक्नुहुन्छ हिमाल पनि देखिरहेछ है। हिमाल पनि हल्का यहाँ देखिरहेको हुन्छ हिमालहरू। ल गाइज यस्तै भिडियोहरू चाहिँ हजुरहरूलाई देखाउँदै जानेछु है। मैले चाहिँ देखाउने कोसिस गर्दै गर्छु होइन, देखाउँछु, हेर्दै गर्नु होला है गाइज लास्टमा है। ल त्यो डाँडा चाहिँ कहाँनिर हो भनेर चाहिँ मलाई खासै थाहा छैन होइन। यहाँबाट चाहिँ एकदम छ्याङ्गा मन्थली पनि देखिँदो रहेछ, सबै देखिँदो रहेछ है यहाँ मन्थली। अनि यो सबै देख्न सक्नुहुन्छ। यहाँ मन्थली बजार पनि सर्ट यहाँ देख्न सक्नुहुँदो रहेछ। यहाँ देखिँदो रहेछ यो चाहिँ मन्थली बजार भइहाल्यो होइन, मन्थली बजार। अनि कोसीहरू भइहाल्यो। यो चाहिँ छ नि यो कुनौरीकै पुल जस्तो लाग्छ मलाई। यो चाहिँ हिजो अस्ति बगाएको पुल हो। यहाँ यो बगाएको अहिले चाहिँ यस्तो रहेछ है, देख्न सक्नुहुन्छ। एकदम दामी छ यो कोसीहरू, डाँडा काँडाहरू त्यस्तै छ है, देख्न सक्नुहुन्छ। यस्तो दामी छैन कि है। कोसी त्यस्तै भइहाल्यो है, दामी छ है गाइज। ल देख्न सक्नुहुन्छ है, बाटो पनि दामी देखिरहेछ। ल गाइज भिडियो पनि मैले यहीँ इन गरेको है भिडियोलाई पनि। ल गाइज बाई।